सन्तोषजी आनापाना के हो जनतालाई बुझाइदिनुस् न। आनापाना मेरो विचारमा आनापाना सिम्पल प्रोसेस हो जुन मान्छे अब जस्तो आफ्नो मनको टिकाउनलाई एउटा त्यो के हुन्छ नि मनको एउटा शान्त गर्नलाई सबैभन्दा जुन नेचुरल तरिका छ नि अब हाम्रो मन बाहिरबाट कनेक्सन हाम्रो सासदेखि छ के अब सासमा मन टिकाउँदा एकदम शान्त जुन मन छ जुन कन्सियस र सब कन्सियस माइन्ड त्यसको बीचको मेरो विचारमा बीचको कडी यो सास हो। अब त्यो सब कन्सियस चेतन मन र अचेतन मनको बीचको कडी यो मन अब मनमा टिकाउँदा त्यो हुन्छ कि बढी त अहिले कन्सियस माइन्डको हामी फिलिङ गरिरहेको छु सब कन्सियस त धेरै कम आउँछ फिलिङ त्यो त फिलिङ गर्ने चिज हो त्यो त एक्सप्लेन गर्ने छैन तर यो मन टिकाउँदा 10 मिनट माथिको हेर्ने 1 मिनट चाहिँ यसको हेर्ने त्यस्तो गर्दा गर्दा त्यही आनापाना त्यही त्यस्तै गर्नेले आफ्नो मनको शान्त गर्ने एउटा त्यो हो मेडिटेटिभ स्टेटमा जाने एउटा तरिका हो आनापाना सबैभन्दा राम्रो तरिका मेरो विचार। केशु भाइलाई के लाग्छ आनापाना के हो? आनापाना भनेको अब आफूले कन्सन्ट्रेट अब सासमै हेर्दा आनापाना गर्दाखेरि अब हजुरलाई यो यहाँतिरको संवेदना हेर्नुपर्ने हुन्छ नि त अनि त्यसमा हेर्दा हेर्दै जस कहिलेकाहीँ मन भट्किन्छ तर त्यो मन नभट्काउनको लागि चाहिँ त्यो आनापाना कन्सन्ट्रेट गर्नको लागि चाहिँ अनि त्यसपछि चाहिँ हाम्रो नेक्स्ट स्टेप भन्ने विपासना हुन्छ नि त अनि त्यसको लागि चाहिँ पनि हो जस्तो लाग्छ आनापाना गर्ने। हजुर